होस्टेल 3 स्टार कुल बोय पारस बम निर्माता रोहित अधिकारीको आगामी चलचित्र भाइटिकामा अनुबन्धित भएका छन्। केही दिन अघि निर्मातासँग अभिनेता तथा कन्टेन्ट क्रिएटर बमले लिखित सम्झौता गरेको बताइएको छ। अभिनेता धीरज मगर बाहिरिएपछि उनको ठाउँमा कुल बोय भित्रिएको बताइएको छ। धीरज एडीको छायाङ्कनमा व्यस्त हुनुपर्ने भएपछि निर्माताले पारसलाई फिल्ममा ल्याएका हुन्। फागुनदेखि छायाङ्कन सुरु हुने अपेक्षा गरिएको भाइटिकाको शीर्ष भूमिकामा यसअघि विपिन कार्की अनुबन्धित भएका थिए। फिल्ममा विपिन र कुलबोई मामा भान्जाको भूमिकामा हुने बुझिएको छ। विपिन फिल्ममा मुनाफा साझेदारको रूपमा पनि छन्। शीर्ष अभिनेत्री टुङ्ग्याउन बाँकी रहेको जनाइएको छ। चर्चित कन्टेन्ट क्रिएटर कुलबोईले होस्टेल 3ले मूलधारको घरेलु फिल्ममा अभिनय कलाकारको रूपमा प्रसिद्ध दिएको थियो। दीपक ओलीले निर्देशन गर्ने फिल्म भाइटिकाको पटकथा महेश सोबाडीको हुनेछ। फिल्मको प्रदर्शन 2083 सालको तिहारको छेकमा हुने अपेक्षा गरिएको छ।